यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यसको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। मान्य सदस्य किन उठ्नुभयो? माइक दिनुहोस्। सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद। मलाई जिज्ञासा र अर्को पनि सँगैमा सभामुख महोदय मार्फत भन्नुपर्ने कुरा चाहिँ सदनको यो छलफलमा गणपूर्वक सङ्ख्या नै नपुगिरहेको अवस्थामा यो प्रस्तावलाई स्वीकारेर लाने अथवा नलाने भन्ने कुराको यो निर्णय कसरी लिने होला भन्ने कुरा राख्न चाहे। थ्याङ्क यू। मान्य सदस्यहरू, नेपालको संविधानको धारा 94 बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णार्थ पेश गर्न प्रतिनिधि सभाको 1/4 सदस्य उपस्थित हुनुपर्नेमा यो प्रस्ताव निर्णार्थ पेश गर्न गणपूर्वक सङ्ख्या नपुग भएको भनी मान्य निष्कल राईले प्रश्न उठाउनु भएकोले 3 मिनेट घन्टी बजाई गणपूर्वक सङ्ख्या यकिन गर्न म सचिवालयलाई निर्देशन दिन्छु। नेपालको संविधानको धारा 94 बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णार्थ पेश गर्न प्रतिनिधि सभाको 1/4 सदस्य उपस्थित हुनुपर्नेमा 3 मिनेट घन्टी बजाई गणपूर्वक सङ्ख्या यकिन गर्दा यो प्रस्ताव निर्णार्थ पेश गर्न गणपूर्वक सङ्ख्या 69 हुनुपर्नेमा हाल माननीय सदस्यहरूको सङ्ख्या 61 रहेकोले गणपूर्वक सङ्ख्या नपुग भएको देखिएकोले यस विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको निर्णय आगामी बैठकमा हुने बेहोरा जानकारी गराउँछु।